रोट्र्याक जुन 14 द्वारा जोनल ओलम्पिक सम्मान समारोह सम्पन्न। रोट्र्याक डिस्ट्रिक्ट 3292 अन्तर्गत जुन 14 द्वारा आयोजित जोनल ओलम्पिक सम्मान समारोह शनिबार भरतपुरको दियाल फुलल्यान्डमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम मार्फत जोनल ओलम्पिकमा सक्रिय सहभागिता जनाउने 12 वटा क्लब, खेलाडी, निर्णायक, स्वयंसेवक र अग्रजहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा 100 भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो। प्रमुख अतिथिका रूपमा सन् 2026-27 का लागि रोट्र्याक जिल्ला प्रतिनिधि मनोनित प्रकाश गैरे शर्माको उपस्थित रहेको थियो। विशिष्ट अतिथि चार्टर DRR राजन पिया तथा विशेष अतिथि सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्राइभेट लिमिटेडका प्रिन्सिपल YV पौडेल थिए। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले रोट्र्याकले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास, सामाजिक सेवा र समुदाय निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए। चार्टर DRR पियाले भने रोट्र्याक केवल क्लब वा कार्यक्रम होइन, यो नेतृत्व, मित्रता र समर्पणको सशक्त यात्रा हो। जुन 14 को सक्रियता, अनुशासन र सहकार्यले सम्पूर्ण जिल्लालाई प्रेरणा दिएको छ। कार्यक्रमको प्रमुख आकर्षकको रूपमा रोट्र्याक क्लब अफ चितवनलाई उत्कृष्ट प्रदर्शनका लागि जोनल ओलम्पिक च्याम्पियन उपाधि प्रदान गरिएको थियो। कार्यक्रमलाई ट्रफी तथा प्रमाणपत्र सम्मान गरिँदा समारोहमा उत्सवमय माहौल देखिएको थियो। साथै जोनल ओलम्पिक अन्तर्गतका 12 खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विजेता तथा उपविजेता खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको अर्को विशेष पक्ष जुन 14 का पूर्व जोनल रोट्र्याक रिप्रेजेन्टेटिभहरूलाई सम्मान गर्नु रहेको थियो। उनीहरूलाई रोट्र्याकमा पुर्याउनु भएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै विशेष सम्मान गरिएको थियो। यस्तै चार्टर DRR राजन पियालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। समारोहको अध्यक्षता जोनल रोट्र्याक रिप्रेजेन्टेटिभ सुरज भण्डारीले गरेका थिए। उनले भने यो सम्मान समारोह केवल ट्रफी वितरणको कार्यक्रम होइन, यो जुन 14 को एकता, जोश र सहकार्यको उत्सव हो। आगामी वर्षमा अझ ऊर्जा र प्रतिबद्धताका साथ फर्कने प्रण लिएको छु। रोट्रियनहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा जुन 14 भित्रको भाइचारा, भावना, सहभागिता र सशक्तिकरणलाई खेलकुद र नेतृत्वको माध्यमबाट थप सुदृढ बनाइएको छ।